परापूर्वकाल निसे थगु हित चटिहाका स्वावलम्बी रूपमा सामाजिक आर्थिक शैक्षिक व धार्मिक लगायत ठिठी खेले अग्रणी भूमिका दुगु प्रमुख जाति नेवाट ख तर यी या हिउपालिसे थौकने थासा नेवा जाति त ठुगु ख्यपाखे बुलुन हना वयाचंग अवस्था दु अथे भारतीय दार्जिलिङ सिक्किम उत्तर पूर्वी भारतीय राज्य लिसे उत्तराखण्ड राज्य चोपी नेवातैको अवस्था नेपाली समाज जुने नापा अग्रणी भूमिका दया वयाचंगु ख थासा आ वया अनुचोपी नेवातैको अवस्था न बुलु कमजोर जुया वयाचंगु दु सलस द न्हनिसे भारतीय वना चोपी नेवातैको मु लजगा थैगु हे व्यापार व्यवसाय व नोकरी ख नापा नापा दार्जिलिङ या मुख्य व्यापार यपि व तटढंगु सरकारी ओहदा नेवातैको ल्या अपना दु तर आ वया थुगु था काफयाचंगु अवस्था मरु अझ दुर्गम थासे चोपी नेवाते सल्ला थमस्ते त आख बंके मफयाचंगु अवस्था तक दुगु ख अखिल भारतीय नेवार संगठन या नाय वार्ष प्रधान थया दिल नेवारहरुको सामाजिक आर्थिक स्थितिमा जुन त्यो टाइम थियो अनि धेरै घट्दो स्थितिमा छ। पेशागत हिसाबमा नोकरी पनि धेरै कम्ती नै छन् र शैक्षिक अवस्थामा हाम्रो नानीको एजुकेसन हिसाबले नानीहरू पढ्दैछन् त कतिवटा यस्तो दुर्गम क्षेत्र छ जहाँ नानीको बाउआमाले नानीले पढ्ने इच्छा गरेर पनि त्यो नानीहरू पढ्न सक्दैन किन आर्थिक अवस्था टाढो दुर्गम क्षेत्रबाट गाडीमा अवदूर गर्नु कारणले गर्दाखेरि जसले महिनामा 3000 कमाउँछ नानीले 6000 खर्च गरेर पढ्न सक्दैन। यस्तो यस्तो ठाउँ छन्। सिक्किमे चंगु नेवा गुथिया फुलामो मुछान्जे मणिकुमार प्रधान सिक्किमे नेवातेगु आर्थिक अवस्था स्तर संघर्षरत जुया चंगु हेठना दिल नेवारको आर्थिक स्थितिको विषयमा बोल्नु पर्दाखेरि अहिले नेवार हाम्रो सिक्किमको सन्दर्भमा हेर्यो भने स्ट्रगल टाइपमै छ। अब त्यस्तो कल्चरहरुमा त हामी अहिले भर्खर सिक्दैछौँ हैन, पर्फेक्ट त भएको छैन, धेरै सिक्नु छ नेवारीमा। अन्त आर्थिक अवस्थामा हेर्नु भने धेरै आफैले गरेर खाइरहेछ। सिक्किमको मा हेर्यो भने आफै प्राय बिजनेसहरु गरिरहेछ, कोहीले गभर्नमेन्ट सर्भिसहरु गरिरहेछ है, चलिरहेको छ त्यो खालको छ अहिले। तर धेरै आर्थिक अवस्थामा हेर्यो भने एकदम हाई फाईमा चाहिँ भइसकेको छैन। अथे वेकल नेवातैको सांस्कृतिक पक्ष थासा बल्लाना वया चंगु न थया दिगुदो हाम्रो सिक्किममा नेवारी कल्चरहरुको विषयमा अहिले धेरै हामीले अगाडि बढाइरहेका छौं। कल्चरहरु हामीले यहाँ काठमाडौँमा सिकाएर हाम्रोमा ल्याएर अनि सिक्किममा पनि धेरै अहिले सिकेको छ, धेरै जनाले सिकिरहेको छ, गरिरहेको छ। कुनै पनि फंक्सन हुँदाखेरि नेवारी कल्चरको त्यहाँ झलक हुने गर्छ। सिक्किमको नेवार समुदायले सिक्किम सरकारले जुन एक दिन छुट्टी दिएको छ इन्द्र जात्राको, त्यो इन्द्र जात्रा हामीले वर्षौनी हामी मनाउने गर्छौं। सिक्किम व दार्जिलिङ या नेवातेको अवस्था सिबेन आसाम राज्य या नेवातेसँग थपी आर्थिक सामाजिक सांस्कृतिक पक्ष यक्कोहे ल्युने लाना चंगु ताकागु थयादल अठेसा थपी थिथि कथा या पक्ष न्या ओनेगु नीति पला न्याका चुनावको जानकारी न इमसा बिउगुदो हामी जुन जग्गाबाट प्रतिनिधित्व गर्दछौं, विशेष असमदेखि तपाईको अरुणाचलदेखि लिएर मिजोरामदेखि लिएर नर्थ इस्टको 7वटा स्टेटबाट हामी प्रतिनिधित्व गर्दछौं। मूलतः के हो भन्दाखेरि हामीले विभिन्न आर्थिक सामाजिक सांस्कृतिक लिएर सम्पूर्ण क्षेत्रमा एउटा आफैलाई पनि पछौटेर पछाडी परिरहेको अनुभवमा हामीले अखिल भारतीय नेवार संस्था मार्फत सर्वभारतीय रूपमा भारतको विभिन्न राज्यमा बसोबास गरिरहेका नेवारहरूलाई समेटेर भोलिको दिनमा उहाँहरूको आर्थिक सामाजिक सांस्कृतिक देखि लिएर सम्पूर्ण जति पनि बौद्धिक क्षेत्रमा कुन तरिकाले यिनीहरूलाई विकास गर्ने अगाडि बढाउने भारत नेपाल ढुङ्गा दग्ले अप नेवातेगु ल्यादुगु देख अनचोपी नेवातेगु आर्थिक सामाजिक सांस्कृतिक रूपमा कमजोर जुयाचंगु अवस्था अनचोपी नेवातेगु मंका संगठन अखिल भारतीय नेवार संगठन सिक्किम नेवागु थी लगायत ठिठी संगठन त छड्डी छप्प जुया न्या अनि मागुदो थटे छड्डी छप्प जुया वन थास जक नेवातेगु सामाजिक आर्थिक शैक्षिक सांस्कृतिक पक्ष थकाट ग्वाली जुई नेपाल मण्डल टेलिभिजन एनडीटी क्यामेरा पर्सन उज्जवल महर्जन निसे टिभी जर्नलिस्ट राकेश खर्गिया रिपोर्ट भारत दार्जिलिङ।